हरे कृष्ण। आज म अध्याय 2 को श्लोक संख्या 11 को थोरै चर्चा गर्न गइरहेको छु। अशोचनन् उशोचस्त्यं प्रज्ञावादं सभाससे गता सुन गता सुंसा नानु सोचन्ति पण्डिता। भगवानले भन्नुभयो, जो चाहिँ पण्डितजनहरू छन्, जो चाहिँ ज्ञानी छन्, उसले चाहिँ न जिउँदा मान्छेको लागि नै शोक गर्दछन्, न मरेका मान्छेको लागि नै शोक गर्दछन्। त्यसैले तिमीले कुरा त पण्डितका जस्ता गर्छौ, तर कसका लागि शोक गर्नु आवश्यक छैन, त्यो कुरो तिमीले बुझेका छैनौ भनेर मूर्ख भनेर उहाँले त अब भगवानले त म गुरु भनेर स्वीकार गरिसक्नु भएको छ र गुरुकै स्थानमा भइसक्नु भएको छ। त्यही भएर गाली पनि गर्दै हुन्छ। मूर्ख, तिमीले के भनिराखेका छौ? बुद्धिजीवीले त्यस्तो गर्नु हुँदैन। खासमा हामी को हौँ? हामी त शरीर त होइन, आत्मा हौँ। त्यस कारणले यो आत्मा कहिल्यै मर्दैन भनेर भगवानले राम्रोसँगले अर्जुनलाई सम्झाउन लाग्दै हुनुहुन्छ। र हामीले जुन कुरा गर्छौँ, जे गर्छौँ, हामीले यो आत्माको लेभलमा गएर गर्नुपर्छ। तर शरीर हुँ भनेर सोचेर गर्नुहुन्न। आफन्त भनेको को त? आफ्ना भनेको छोरा छोरी, माता पिता, मामा माइजू, गुरु चेला इत्यादि सम्पूर्ण चाहिँ के त भन्दा यो शरीरको नाता हो। शरीरकै मात्रै नाता हो। हामी त यो अमर छैनौँ, शाश्वत छैनौँ। हामी त केही दिनमा त हामी त गइहाल्नु पर्नेछ। यहाँ त केही दिनको लागि मात्रै हो हामी अहिले आएका। त्यस कारणले सही हाम्रो आत्मा चाहिँ कहिल्यै मर्दैन। त्यस कारणले आत्मा चाहिँ म हुँ, शरीर चाहिँ म होइन भनेर हामीले बुझ्न कोसिस गर्नुपर्छ भनेर हामीलाई भगवानले अर्जुनको माध्यम पारेर दिनुभएको छ। र हामीले कुनै हालतमा पनि सो गर्नु चाहिँ आवश्यकै छैन। जो ज्ञानी छ, जो पण्डितजनहरू छ, उहाँहरूले चाहिँ के त भन्दाखेरि कस्तो हुनुपर्छ त भने ज्ञानी मानिस चाहिँ यो आत्मा र शरीरको बारेमा छुट्याउन सक्ने क्षमता भएको हुनुपर्छ। र आत्मा र शरीरलाई चलाउने को हुनुहुन्छ त? नियन्त्रक को हुनुहुन्छ त्यो पनि जान्नुपर्दछ। हामीलाई चलाउने को हुनुहुन्छ? हामी किन बोल्दैछौँ, कसरी बोल्दैछौँ, किन यहाँ आयौँ, त्यो सबै चलाउने चाहिँ भगवान श्रीकृष्ण हुनुहुन्छ। उहाँले हामीलाई जुन बाटो हिँडाउनु छ उहाँकै हातमा छ। हरे कृष्ण।